आमा भन्नुहोस्। ल अब दिदी पनि भन्छ। आपके नमस्कार। हमारे घर है कोठाकोट, सुमित्रा नाव है, 7 नंबर वार्ड है, सब साथ। म बागमती नगरपालिका वडा नम्बर 12 चेतमान लामा अभियानको केन्द्रीय सदस्य। नमस्कार, म नामिका थापा हरिमेरा नागरिक बचाउ अभियानको सहयोगी हो। सबैलाई नमस्कार है। तपाईँ अब जस के छ भने हामी तराईवासी होइन, अब हाम्रो के छ भने तपाईँको करिब नेपाली यत्रो छ अरे, त्यसमा हिमाल छ, पहाड छ, तराई छ मात्रै। हिमाल पहाड तराई छ। पूर्व मेचीदेखि बङ्गलादेशमा छ, उत्तर हिमालदेखि दक्षिण भारतसँग जोडेको छ हाम्रो देश नेपाल, यत्रो छ। तर हामीमा के छ भने विभिन्न जात छ, विभिन्न चाहिँ हामीसँग चाहिँ प्रकृतिको मान्छेहरू छ, विभिन्न पार्टीहरू छ। तर हाम्रो पार्टी चाहिँ नागरिक बचाउ दल नेपाल, पार्टीको नाम नागरिक बचाउ दल नेपाल पार्टी, नयाँ नागरिक बचाउ दल नेपाल पार्टी र अभियान चाहिँ राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ, दुइटै एउटै हो। अभियान भनेको अभियन्ताले चलाउने हो, हामी पनि म पनि अभियन्तै हो होइन। र दल भनेको चाहिँ त्यसको पद अधिकारीले चलाउने। तपाईँहरू नै भोलि गएर त्यो दलमा अध्यक्ष गर्न सक्नुहुन्छ, तपाईँहरू नै दुर्गा प्रसादको गर्न सक्नुहुन्छ। अहिले हाम्रो दुर्गा प्रसाद हो, भोलि गएर तपाईँ पनि हुन सक्नुहुन्छ। हामी सबैको पार्टी र अभियान भइसक्यो। हिजोको दिनमा एकल पार्टी थियो, हिजोको दिनमा एउटा कम्पनी थियो, आजको दिनमा नागरिक बचाउ दल नेपाल भनेर खरायो छाप हाम्रो दर्ता भइसकेको छ। खरायो छाप यो पार्टीलाई यसरी अगाडि ठुलाउने हामी तपाईँ अभियन्ताहरू, दुर्गा प्रसाद होस् या मैनाली होस् या हुनु नै किन भनेपछि यो हो। हामी त सानो पनि होइन, ठुलो पनि होइन पार्टी। हाम्रो जन्मेको बल्ल मैले त अस्ति हामी प्रधान गरेको निर्वाचन आयोगबाट अनि हामीले जन्म्यौँ। अहिले हामी जन्मेर के गर्छौँ, महावेश गर्दैछ, गरायो महावेश गर्दैछ। हजुरहरूले भोलि यसरी नै मान्छेले बुझाउनु सक्नुभयो। तपाईँहरू जिल्लाको नेताहरू, यो अध्यक्ष हुनुहुन्छ, सचिव हुनुहुन्छ, उपाध्यक्ष हुन्छ, केन्द्रीय सदस्यहरू हुनुहुन्छ। हामीले पहिले हाम्रो यो जिल्लाको कतिवटा नगरपालिका भनेको छ, कतिवटा वडा छ, क्षेत्र छ भने जानुपर्छ होइन। अब हाम्रो यो जिल्लामा कतिवटा हाम्रो नगर छ, नगर 20वटा नगर र गाउँपालिका गरेर 20वटा छ, 200वटा वडा। त्यो लेख्नु होला है, त्यो पोइन्ट गर्नु हो, किनभने भोलि चाहिन्छ हामीलाई होइन। तिमीहरू त्यहाँदेखि ल्याएर चाहिँ ब्यागमै हालेर भनेपछि 200वटा नगरपालिका गरेर 200वटा छ। वडा नगर चाहिँ नगर 20वटा छ। जस्तै धरम नगरपालिका, बागमती नगरपालिका, बर्धमान नगरपालिका, गणेश नगरपालिका, यो चाहिँ हाम्रो क्षेत्र नम्बर 3 मा पर्छ। यो क्षेत्र नम्बर यो नगरभित्र परेका गणेशको आधा त्यसको भोट चाहिँ हाम्रो पार्टीलाई जान्छ, क्षेत्रलाई। त्यो भित्र हाम्रो नगर छ, नगरलाई जान्छ, त्यो भित्र वडा छ, वडा त्यसलाई जान्छ। यसरी नै तपाईँहरू नै पढ्ने हो भोलि होइन, क्षेत्रमा जान्छ। तपाईँहरूले नै भोलि हाम्रो नेता चुनाव तपाईँ सबै नेता
नेता भनेको तपाईँलाई थाहा छैन भने इङ्ग्लिसमा लिडर भन्छ लिडर नेपालीमा नेता भन्छ नेता भनेको हामीले नेबाट के आउँछ कहाँबाट के आउँछ त्यो मिलेर नेता भयो नि त